आफ्नै छोरी आफ्नै जन्मेको छोरीलाई मेरो छोरी होइन भनेर ठोक्का दिएर हिँड्ने पनि त कस्तो खालको त भन्दा पहिला घरबार बिग्रियो, दोस्रो घरबार बिग्रियो, तेस्रो घरबार बिग्रियो, चौथोको पालोदेखिको त बिग्रेर हिँड्न थालिस्, त आफै बिग्रिस्। तेरो बिहेको कुरा पनि म आज खोल्छु। धेरैवटा बिहे गरिस् नि त तैँले, सिङ्गल हुँ भन्दै हिँड्छस्, डिभोर्स त कोहीसँग लिएको छैनस् नि त। तेरो पूर्व श्रीमान कन्ट्याक्टमा छ मसँग, टचमा छ, याद गर्ने फेरि है। जसरी मेरो घरबार बिग्रेको छ हुन त त्यो त घरबार बिग्रेकोलाई बिगार्न त केही पनि उ छैन, मलाई बिगार्दिन पनि। तर 2 शब्द तेरो पूर्व श्रीमानबाट 2 शब्द ओकालेर मैले यसरी सार्वजनिक सञ्जाल गर्नु पर्यो भने म यति हुन्छु कि त यहाँ छस् नि म यहाँ हुन्छु। तैँले मेरो दाइ, मैले दाइ भनेर सम्बोधन गर्ने मान्छेलाई बोयफ्रेन्ड बुढा भनेको छस् नि, बाबु खत्री भन्ने मान्छेको हैन, त्यो मान्छेलाई त्यसरी भनेको छस् नि। तेरो त बुढा हो, त्यो बुढा हो। गाउँ सिङ्गो गाउँमा थाहा छ के मेरो घर परिवार जसरी बिगारेको छस् नि, यसको हिसाब किताब ब्याज साउ सहितको नि तँलाई म चुक्ता गरेरै छोड्छु, बुझिस् नि, चुक्ता गरेरै छोड्छु। बाबु खत्रीको घर परिवार बिगारिस्, उनीहरू आफ्नै प्रोसेसले गर्छन् होइन, आफ्नै तरिकाले चाल चल्छन्। तर तैँले मेरो घर परिवार बिगारिस्, मेरो बच्चा एक रात पनि मैले काहीँ नछोडेको मेरो छोरछोरीलाई मैले छोडेर पऱ्यो। मेरो छोरछोरी मेरो काखबाट लिएर गएको छ होइन। तँलाई म यसको हिसाब किताब मैले भने नि, कि त तैँले अब मलाई मार्नुपर्छ कि त मैले तँलाई मार्नुपर्छ, बुझिस्। अब यो नसोच यतिकै यतिकै हुन्छ यतिकै सिद्धिन्छ भनेर नसोच। अनाथ आश्रममा त्यो बेबीहरूको लाई भनेर उठेको पैसा पनि कमिसन खाने आइमै त होइन। मेरा छोराछोरीको भिडियो बनाएर भात खुवाएको भिडियो बनाएर हाल्ने त कस्तो खालको होस् त जुन मेरो घरबार बिगारिस् होइन, त्यो दाइको घर परिवार बिगारेको छस् नि, त्यो दाइले आफै प्रोसेस चाल्छन् श्रीमतीहरूले होइन। मुद्दा हाल्ने भन्ने कुरा सुनेको छु, सतर्क र। अब त चाहिँ सतर्क र, म पनि हाल्छु मुद्दा। मेरो घर परिवार बिगारेको छस्, मेरो काख रिताको छस् होइन, मेरो छोराछोरीबाट मलाई अलग गराएको छस्। यसको नि यो दुःखको नि साउ ब्याज तैँले मसँग चुक्ता गर्नै पर्छ, कि त तैँले मलाई मार्नु पर्छस् होइन, कि त मैले तँलाई मार्नै पर्छ, बुझिस्। मार्नै पर्छ तैँले, तँलाई म त्यतिकै छोड्दिनँ। तैँले जुन कुरा गरेछ नि कानुनी दायरामा म यसलाई टेकाएरै छोड्छु भन्छस् नि। म ती बौद्धमा बस्या हुन्छ दिनभरि, बुझिस्। स्तुपामा को आयो को गयो सबै हेरेर बस्या हुन्छु। तर म बसेको घरमा दिनमा 4 चोटि म राउन्ड गरिरहेको हुन्छु क्या, बुझिस्। भागेर हिँडेको छैन। जुन ठाउँबाट म लाइभ गरेको छु नि, त्यो यो अहिले म जुन ठाउँबाट लाइभ गरेको छु नि, हजुरहरूले चिन्नुहुन्न होला यो ठाउँ कहाँ हो भनेर होइन, थाहा हुन्न। तर शर्मिलालाई थाहा छ, यो जक्सन हो हाम्रो, त्यो लिएर मैले सँगै आएर खाजा खाने ठाउँ हो। त्यसलाई थाहा छ म भागेर हिँडेको छैन भनेर। तर फोन अफ गरेर भागेर हिँडी भनेको छ नि, फोन अफ गर्नुको कारण छुट्टै छ क्या। मेरो त घर परिवारमा आगो लगाइदियो नि त, मलाई त टर्चर आइरहेछ नि त। मलाई त छुट्टै मेरो श्रीमानबाट टर्चर आइरहेको छ होइन। तैँले यस्तो गरिस् उस्तो गरिस्, त तेरो नाम यसरी जोडिदिएछ, यो गरिदिएछ, त यस्ती उस्ती भन्ने कुराहरू आउँछ। सासू ससुराबाट आउँछ, आउँदैन। माइतबाट आउँछ नि, बाउ त हुनुहुन्न, आमाहरूको त आउँछ नि। मेरो बाउ बितेर जानुभयो होइन। एक छाक खाना खाँदाखेरि 7,000 तिरी मैले, त्यो पैसा हाल्दे मलाई क्युआर गरिदे भनेर भनेको छस् नि तैँले कसरी होइन। मेरो बाउलाई कति थरीको भनेर पनि गरे रहेछस्। मेरो बाउलाई चुप, मेरो बाउले एक शब्द नफर्काइकन जानुभएको रहेछ होइन। त्यो पनि मैले कुरा सुनिसकेँ। बाउ त हुनुहुन्न, अहिले बितिसक्नुभयो। अझ के भन्थे मान्छेहरूको छेउमा फोन गरेर, तेरो बाउ मेरो बाउ हो, तेरो बाउ बित्दाखेरि मलाई किन खबर गरिनस्। म नि आउँथेँ, म अहिले आउँछु प्लेन चढेर। खैया मरेको बाउलाई सुधा आस्ते खाइस् आउँछु भने त आइनस्।
रक्सी खाएर हिँडिस्, क्लब गइस् हैन, दिवाना गरिस्, मेरो मरेको बाउको सुद्धा नाम बिकाइस्, बदनाम गरिस्, कति पैसा पाइस्। एमालेसँग मैले पैसा लिएर मैले र बाबु खत्री दाइले पैसा लिएर चाहिँ तँलाई पिटेको भने तैँले त्यो न्युज बनाइस्, गलत गरिस् के। अनि फेरि एमालेसँग मिलेर त्यो गर्यो भनिस्, अनि फेरि यता दुर्गा दाइसँग 5 लाख दिन भए दे, नत्र भने तँलाई किटानी जाहेरी गर्छु यो त्यो रे। कसरी बोल्न सक्या है त, कसरी बोल्न सकिस् तैँले भन् त बाँच्नु पर्दैन, भोलि मर्नु पर्दैन, मान्छे भएपछि बाँच्नु नि पर्छ मर्नु नि पर्छ, यो दुईटा कुराको चाहिँ ठुलो डर हुन्छ अरे के। तर तँलाई त न बाँच्नुको डर छ न त मर्नुको डर छ। कतिसम्मको आइमी, कस्तो खालको आइमीले त्यस्तो त कमेन्ट पढ्छु क्या मैले गरेको लाइभहरूको कमेन्ट पढ्छु म, कमेन्टमा आउँछ क्या शर्मिला दिदी तपाईँले ठिक गर्नुभयो, पुगेन अझै, त्यो भालुलाई त यतिसम्म गर्न पर्ने। जति पनि पब्लिकले मलाई साथ सपोर्ट दिनुभएको छ नि, त्यो होला तँसँग इगो होला हैन, तैँले गरेको कुराहरूको तँलाई त्यो उत्तरै दिनुभयो होला, त्यो केही छैन। तर मैले कहाँ के गरेको छु र हैन, कहाँ के बिगारेको थिएँ र, तँलाई कहिले मैले मागेर खाएँ तँसँग है, तँलाई त मैले उल्टै दिन्थेँ। अझ तैँले त मलाई पालेको रे, तैँले मलाई पालिस्। अनाथ आश्रममा जाँदाखेरि मसँग 2000 रुपियाँ छ भने 1500 दिएर अनाथ आश्रममा खाना खुलाउँथी भने त्यसले 10जना केटासँग 10,000 उठायो भने 5000 आफ्नो खल्तीमा राखेर 5000 चाहिँ अनाथ आश्रममा पुर्याउँथेँ कि म देख्थेँ, म हेर्थेँ। अनलाइन कस्तो चालु केटी रहेछ, बरु आफूसँग भएको पनि थपेर दिउँ न, किन उ गर्छस्। अनि अनाथ आश्रममा चाहिँ के भन्थे, यति पैसा उठाएर ल्याइदिएको छु मासु किनेर खुवाउनु, 10,000 उठाउँथे। बाबु खत्री दाइ र मलाई जोड्नु पर्ने कुनै पनि आवश्यक छैन तँलाई, त सक्छस् खुलिआम मेरो बदनाम गर। अब बेइज्जत गरिसकिस्, बदनाम गरिसकिस्, अझ कति गर्छस् गर, तर मेरो अगाडि पछाडि कसैको पनि नाम जोडेर नगर हैन। गर, तँलाई इच्छा लाग्छ भने बाबु खत्री दाइको पनि बदनाम गर, तर अलग पाटोमा लगेर गर, जोडेर नगर, बुझिस् नि। दाइ हो, तैँले पनि दाइ भन्छस्, मैले पनि दाइ भन्छु। तैँले त हिजोदेखिको दाइ भनेको, त्योभन्दा अगाडि त मलाई कस्तो मनपर्छ त्यो मान्छे हैन, तैँले दाइ भन्छस्, मलाई मिलाइदेन भन्ने तेरै थुत्नु हो। त्यो पनि रेकर्ड छ नि फेरि मसँग। अहिले पो मैले अर्को फोन चलाएको त, पहिला त मेरो त रेकर्डवाला फोन थियो नि त हैन, यो पनि थाहा छ फेरि तँलाई है। मिल्छ नमिले ब्ल्याकमेल गर्छु भनेको थिइस् तैँले त्यो दिन, याद छ रक्सी खाएर आएको बेलामा प्रमाण, तर म बीच प्रमाण अर्को केटी पनि छ, उपस्थित गराउन सक्छु। हुन त तैँले बिचमै डर धम्की देखाएर हिजो गोल्डन टिभीले म इन्टरभ्यू दिन बोलाएको, मैले आउनुहोस् न भाइ इन्टरभ्यू दिउँ एउटा भनेर बोलाएको, आउनुभयो बिचरा, डराइकन इन्टरभ्यू लिनुभयो। इन्टरभ्यू पोस्ट गरेपछि त्यसले के भनेर धम्काइ भने, तिमीहरू साला खातेहरू त्यसको इन्टरभ्यू किन लिन गइस्, तिमीहरू सबैजना मिलेर मलाई मार्न खोजेको। यो पत्रकार हो, जेनुन पत्रकार हो, रिपोर्टर हो। नेपाल सरकारले रेड कार्ड दिएर रिपोर्टर बनेको, पढेर लेखेर आफू सक्षम भएर रिपोर्टर बनेको मान्छेलाई धम्काउनु मिल्दैन, चाहे त्यो पक्ष होस् या विपक्ष होस्, दुवैतर्फी उनीहरूले रिपोर्ट लिन पाउँछन्, त्यो उनीहरूको हक अधिकारको कुरा हो। तैँले धम्काउन पर्ने कुनै पनि जरुरत छैन, त्यहाँ त गलत छस्। कहिलेकाहीँ रियलाइज गर्ने गर, बुझिस्। घरबार सबैको भाड्दै हिँड्ने काम नगर, बुझिस्। पहिले म जतिको केटी फेला परेको थिइनस् है, तैँले मसँग साथी बनिस्, मेरो लोग्नेसँग तैँले दुनियाँ दिवाना कुरा गरिस्, मेरो घरबार बिगारिस्। अब म बाहेक हैन अरू कुनै केटीलाई फसाएर, कुनै पनि आइमालाई फसाएर त्यसको घरबार बिगार्छु भन्ने चाहिँ त्यो नसोच।